दर्शकबिन अब भने सागरलाई कान्छीले त्यहाँबाट छुटाएर ल्याएको दिनदेखि भने सागरलाई ती दुश्मनहरूले घेरेका छन्। दर्शकबिन यता भने तिनीहरू सुतिरहेको बेला भने राति त्यहाँ आएर तर्साउने काम तिनीहरू दुश्मनकै हुनुपर्छ। दर्शकबिन यता भने अब सागरलाई त्यहाँबाट छुटाएर ल्याए तापनि उसले भने अब बदला लिने तयारी बनाइसकेको छ। र दर्शकबिन यता भने कान्छासँग त्यो केटीको बिहे गर्ने भनेर कान्छीले पनि हुन्छ भनेकी छन्। उनीहरूले भने केहीसम्म कुरा गर्नेछन् र दर्शकबिन यता भने कान्छी अब उता जानुपर्छ भन्न थालेकी थिइन्। तर भने दर्शकबिन सागरले हुन्छ पनि भनिसकेका थिए। तर सागरकी आमाको भने सबै कुराहरू सागरले थाहा पाएपछि केही दिन बस्नुपर्छ अनि जानुपर्छ भनेका छन्। के अब आउने भागमा भने दर्शकबिन सागर आफ्नो घरमा जालान् त? तपाईँहरूलाई के लाग्छ? सागरले आफ्नो घरतिर जानुपर्छ भन्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गर्नुहोला। दर्शकबिन अब भने सागरले आफ्नो छोरीहरू आफूसँगै राख्नुपर्छ भन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब अवश्य गर्नुहोला। दर्शकबिन यता भने अब ती दुश्मनहरू पनि सागरलाई मार्ने भनेर लागिसकेका छन् र अब भने ती दुश्मनहरू त्यहाँ कान्छीको घर घेर्ने लागेका थिए। दर्शकबिन राति उनीहरू सुतेको बेला भने त्यहाँ आएपछि सागरले उसलाई लखेट्छन्।